लड्यो अरे लडी लड्या छैन यहाँ लडी कसम केही लड्या छैन लड्यो हेलो एन्ड वेलकम ब्याक टु न्युज ब्लग्स होइन आज चाहिँ हामी डडुवा जाँदैछौँ भोलि टारबाट माथि म बाबा अनि बिछोड जाँदैछ बिछोडले बाइक पुऱ्याउनु पर्ने थियो अरे अनि त्यही भएर बिछोड नि जाँदैछ र बाबाको कामले गर्दा बाबालाई छोड्न जानु लाग्यो सो बाबासँग फर्स्ट टाइम म राइड जाँदैछु लगभग अलिकति टाढा बिस्तारै जानुपर्ने हुन्छ बिछोड पनि छ सो या लेट्स गो मम्मीको पारा हेर्नु ल एउटा बाइक चाहिँ यो भइहाल्यो एउटा बाइक चाहिँ यो हो अनि ल मम्मी मजाले पसल कुरेर बस्नु है काम भोलि आउँछ होला गाडी बनेको भन गाडी बस फोन गरेन त हिजो बनायो भनेर नबना भए त त्यो त यस्तो चाहिँ हुन्थ्यो कस्तो ठाउँमा भन्नु न त्यो के अरे हस्पिटल चौकको बिच चारवटै बाटो ब्लक गरिदियो कि बिछोड त अगाडि हिँड्नु ल बिस्तारै आनन्दले ल मम्मी बाई 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 गरिदिनुहोस् यहाँ मलाई खानेकुरो कहिले बनाइन्छ र म के खान्छु यहाँ बाई गरिदिनु न बाई बाई अब आफै बोल्नु नि आफै खाने क्या नि त कहाँबाट जाने यताबाट ल लेट्स गो मलाई लाग्छ प्यारो लाग्नु परेन त आफ्नो देश प्यारो त्यही देश प्यारो लगाएर त मान्छे बाहिर गएन ल गए हिँड ओहो गोल्डन रिट्रिभर बिछोडलाई अलि एक्सपिरियन्स छैन कि यस्तो बाटोमा बिछोडलाई हाइवे एक्सपिरियन्स खासै छैन कि त्यसरी अड्किने बित्तिकै एक गियरमा लगिहाल्के कस्तो आनन्द आउने बिहान हिँड्दाखेरि बिहान हिँड्दा कस्तो आनन्द आउने कि कटेज खोलेछ है के भयो सो बाटोमा हामी आउँदै थियौँ होइन एउटा के प्रब्लम भयो भन्दाखेरि योभन्दा अगाडि बाटै छैन रहेछ बाटो खसेछ पहिरोले बाटै लगेछ अब यहाँबाट जानु मिल्दैन रहेछ है मेरो बाइक जान्छ तर रिक्स लिनुहुन्न यताभन्दा नि अगाडि गएको छ जस्तो लाग्यो मलाई त्यहाँबाट धस्तै भएर रहेछ ल बधाई छ बाटो चाहिँ धस्तै रहेछ फेरि उताबाट घुमेर जानुपर्ने भयो गाह्रो आज झन् ढिलो नगरौँ 10-11 बजेभित्रमा फर्क्यौँ भन्ने प्लान थियो बाबालाई छोडेर तर त्यो सम्भव नहोला जस्तो छ अब दमौली हुँदै जानुपर्ने भयो
सबजना अड्किरहेको छैन त्यही कारणले बाटो पनि राम्रो राम्रो पानी परेन अलि पानी पर्यो अब अर्को बाटो जानुपर्छ जस्तो छ मैले चढाएँ होला रिटर चाहिँ त्यहाँबाट जस्तो लाग्यो मलाई ओइ के भयो उतैबाट जाने त तल गाह्रो हुन्छ जस्तो लाग्यो मलाई लडिस क्या हो कहाँ उता माथिको लडे हो र लडिस लडे छैन यहाँ लड्नु लडिस लडिस कसम केही लडे छैन लडे बाटो नि यस्तो छ क्या फेरि यसलाई गाह्रो हुन्छ जस्तो लाग्यो मैले त चढाएँ चढाउनु त मैले त चढ्यो कहाँ उतादेखि ठिक छ ठिकै छ जस्तो लाग्यो तल गाह्रो हुन्छ जस्तो लाग्यो अप्रोच पिछपिछे जाऊँ न पिछपिछे जाऊँ जानु त के भन्छ बाबाले फेरि उतैबाट जाऊँ भन्नु मिल्यो नि त आजसम्म त्यहाँसम्म त्यहाँबाट यो उकालो हो कि यसपछि कस्तो सोधौँ नि त्यही त थाहै छैन मलाई म उकालिदिन्छु यो बाटो होइन होला कि यिनीहरूलाई थाहा कि लान त म माथिसम्म उकालिदिन्छु ल हेर त्यो भाइहरूलाई थाहा होला कि सोध्नु पऱ्यो नि त यो बाटो भोल्टेज जान्छ कस्तो छ सबै उकालो उकालो छ कि त्यसपछि सजिलो छ ल ल थ्याङ्क यू ठिक छ अरे उतासम्म मात्रै उकालो अरे हो ला सबै अफरोड छ अरे त भाइ सबै अफरोड है यस्तै खाले हो कि ए सबै अफरोड छ अरे त केटा के गर्ने भन् तल गाह्रो हुन्छ म त गाह्रो हुन्छ यार तैँले लैदिनु मात्रै ए नसकेर यसले पनि ल्याइदियो जा 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 अहिले चाहिँ हामी भोलिटारभन्दा माथि छिरिसक्यौँ अनि भोलिटार यहीँ हो यहाँभन्दा माथि गइसक्यौँ यहाँभन्दा माथि जानुपर्छ अझै हामीलाई र अहिले एकछिन यहाँ खाजा खान रोकेको अनि उस बिचरको भाइ पनि आउँदैछ अरे दुईजना अनि तिनीहरूलाई पनि सँगै लिएर जानुपर्छ अन्त अलिकति तिर्पल हाल्छेस् तेरो भाइ चलाउँछ होला नि कालीले पनि चलाउँछ भइहाल्यो तर रोड चाहिँ गाह्रो छ जस्तो लाग्यो तिर्पल झ्याउ हुन्छ कि छैन अब यताबाट गयो भने झन् सजिलो छ अनि बाइक चाहिँ त्यहाँ राखेको छु अब खाजा खाएर अनि निस्किन्छौँ अनि फर्किने बेलामा हामी अब आज कुन बाटो फर्किन्छौँ थाहा छैन डुम्रेबाट जान सक्छौँ डुम्रेबाट गयो भने इनकेस Make me feel alright, jump right back into my heart. Cause we could dance the night away, make me love you through the haze. Ain't no need to be afraid, Still hear your voice tonight, make me feel alright, jump right back into my heart. Still, cause we could dance the night away, make me love you through the haze. Ain't no need to be afraid. Still, I want you bad, I do. You coming back, cause I still hear your voice tonight. Make me feel right, jump right back into my life. Give me something else to do than thinking about. Are you thinking about it too? Don't need reason.
डडुवा आइपुगिसक्यौँ हामी चाहिँ वेलकम टु डडुवा अहिले भुकेको रिसाको किन रिसा नरिसा होइन हेर्न त्यसरी डर लाग्छ नटक्ला मलाई नटक्ला अहिले बिछोडले भनेको भ्यू टावर सायद त्यही होला थोरै भुलिनुपर्छ ए हिँड्नुपर्छ अरे थोरै हिँड्नुपर्छ स्कुल खाना त्यतै बनाएर स्कुलमै अरे फाइनल्ली हामी गन्तव्यमा पुगिसकेका छौँ बिचोले लास्टै हिँडायो एकछिन यहाँदेखि यहाँसम्म रेखे अझै दाम बनाएर चाहिँ स्कुल नि है यताले भोट हाल्ने यहीँ हो घन्टी जम्मै दिइहाल्थ्यो काङ्ग्रेस हो के अरे पहिला यो ठाउँ अहिले चाहिँ सबै घन्टीमा त के ड्याङ 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 मैले त काङ्ग्रेस छोड्यो एउटा घन्टी एउटा काङ्ग्रेस छोड्यो यस्तै बाँड्ने मान्छेले गर्दा हो कि मान्छे व्यक्ति पार्टीको घन्टीले हालेको आज त स्कुल हेर्छु त ए स्कुल त हुने त्यही होइन के भयो ठिक आएको टिचरहरू चिन्छ कि मैले एक दुईजना घर चेक गर्नु जानु जस्तो गरेर गइदिनु कि लास्टको यत्तिको एरिया भएपछि त है स्कुलमा नि के चाहिएको नि यत्तिको एरिया भएपछि यो त स्कुलको ग्राउन्ड त उतापट्टि देखेन अनिल देखेँ चाहिँ फुटबल ग्राउन्ड भने होइन बगाल रहेछ तर त्यहाँ बल छ सानो भयो नि बल छ त्योभन्दा अझै गाउँमा पनि छ दामी छ गाउँमै भित्र त्यो उतापट्टि है त्यो चाहिँ मैले देखेँ त्यो है त्यो पनि हामी चाहिँ गन्तव्यमा आइसक्यौँ थकाइ पनि एकछिन लाग्यो अब चाहिँ यहाँ खाना खाएर अनि बिचको घर गएर हामी फर्किन्छौँ ओइ बस हात दे बोलाउने बित्तिकै आएको कुटुङ्गु टुकु अहिले चाहिँ हामी बिचको घरबाट निस्क्यौँ यो चाहिँ कुन ठाउँ अरे छापा छापाबाट निस्क्यौँ हामी अब चाहिँ हामी घर फर्किन्छौँ सारा के अरे त्यसलाई म यहाँबाट चढ्छु नाटक नगर्नु आमाले हेरिरहेको जोत्ने छोरा साह्रै डल्ले रहेछ भन्छ फेरि कुट्टु भाइ नामै थाहा छैन भाइ हामी चाहिँ अघि यताको बाटोबाट आएको हो अनि अहिलेको बाटो लास्टै अप्ठ्यारो थियो अनि मेरो हात पनि दुखिरहेको त्यही भएर हामी चाहिँ अब दमौली भएर लुम्रे हुँदै उताबाट घुमेर जान्छौँ हेरौँ लुम्रेबाट छिरिन्छ कि अझै उता विमल नगरबाट गोर्खा हुँदै छिरिन्छ बाटो अनुसार हेरौँ जाम लास्टै पर्छ कि फेरि डुम्रेको बाटोमा नि अहिले यताबाट पोखरा दमौली 29 किलोमिटर रहेछ के यतैबाट गइदियो नि गाह्रो कि बाटो यस्तो गाह्रो हुने बन चिलमा हाइवे जाने हाइवे चिलमा हिँड्ने चिल
जान्थ्यो हेर्नु जाने र यता हो यता हो बाटो अनि हामी कता लेप जाने है हामी बेसो जान्थ्यो यतैबाट भन्दा होइन कस्तो दामी बाटो Still hear your voice at night, make me feel alright. Jump right back into my heart. Cause we could dance the night away, make me love you through the haze. Ain't no need to be afraid. Still hear your voice at night, make me feel alright. Jump right back into my heart. Cause we could dance the night away, make me love you through the haze. Ain't no need to be afraid. I want you bad, I do. You coming back, cause I still hear your voice at night, make me feel. अल्लाह म गर्दैन जहाँ घर जाने भइसक्यो बिराइदिनु यहाँ मिलाइदिए आधी आधी ल बेलुका आउँछ सुता बेलुका बजार आउँछ ल बेसर आइपुगिसकेँ सोचेको भन्दा चाँडै आइपुग्यो त कहाँ किधर जाके अब कहाँ बताऊँ तुझे हाँ चल वॉशिंग कर देना बिगड़े है उधर से पानी निकाली तो ठीक है धो दो ना पहले तू स्टार्ट कर दे हम धोइदैन भने कस्तो तू मशीन बस स्टार्ट कर दे भाई हम धो रहे बस स्टार्ट वन टैप स्टार्ट मैडम जी को सर्विसिंग कर रहे हैं पानी नानी भनेर के भयो नि मेसिन बाइकको हालत त धुस भयो काय भन्नु न कहाँ जानु डडुवा डरुवा भनेको कहाँ हो भोलेटार माथि भोलेटार भनेको
बाटो ब्लक छ नि पोखरा जाने बाटो बाटो खुल्यो भने नि अब त्यो निकाल्नु बाटो खुल्यो ल्याउनु कहाँ फर्केर दुई तिन ठाउँबाट फर्केर कम तनाव भयो आज कुन बाटो आयो कुन साको कता बगा आ भनिरहेको कुन बाटो आयो कुन साको आउँदाखेरि त दमौरी हुँदै घुमेर आएको म त जाँदाखेरि कुन बाटो गयो त जाँदाखेरि खोइ कता कताबाट गयो तर गयो कति घाँटीबाट माथि उक्ल्यो तर पोखरा चाहिँ पुग्यो पोखराका होइन कि गडुवाका हो डरुवा कहाँ रे कहाँ पे त्यतै बाटोमा पर्छ अरे पोखरा जाने बाटोमा के हाल भयो बुढीको हातले खाएर अनि भुडीले खानु भएको चाहिँ कहाँ हो कहीँ कहीँ गएर आइयो अब यही मान्छे हो क्या सबभन्दा फटायो ग्यारेजमा यही मान्छे हेर्नु नजिकबाट हेर्नु यही मान्छे भोलिटार होइन डडुवै पुग्यो जोडै पुग्यो ओहो भाइ दामी ठाउँमा पुगेर रहेछ नि त भाइ तिमी त यार त्यसो भने निक्यो कसैले सरे क्या ल म चाहिँ अहिले जान लाग्यो जमिनले मलाई बाइकै धोइदिएन अरे यार मेरो मेसिन अहिले बिग्रिएको थियो अघि बाइक जरुरत बिग्रेको अहिले एकछिनमा बनाउँछु अनि मजाक गरिस् रे आज बन्छ टायर चाहिने तर अहिले लिएर आउनु पर्यो आज बन्छ भने अहिले लिएर आउनु पर्यो अहिले लिएर आउनु न नबनाइकन त कसरी हुन्छ कति बजीतिर आउँ घर गएर फ्रेस भएर आउनु न ल ओके फ्रेस भएर आउनु त्यति बेलासम्म बन्छ भने अहिले नै रेडी छ क्या त्यो है एकला ट्राई गर्नु न बिग्रियो भने चाहिँ के ट्राई गर्नु म आउँछु अहिले ल भानी बाइकै धोइँदैन अब के भानी मेसिनै बिग्रियो घर गएर फ्रेस भएर आउनुहुन्छ भन्छ फेरि जे नि बोलिदिन्छ के भन्नु भाइ ल बाइक चाहिँ वास गर्न मिलेन क्या एकछिन बिग्रिहाल्यो अहिले एकछिनमा आएर वास गर्छु अनि मेरो पसलको लोकेसन चाहिँ त्यो घलेगाउँ जाने चोक भयो यहाँबाट माथि घलेगाउँ जान्छ यहाँबाट भित्र चाहिँ सिधा यहाँबाट सिधा गएर अनि यही लेफ्टमा यो चाहिँ मेरो पसल माथि चाहिँ स्नुकर हाउस छ सो वेलकम सबैलाई आउनु होला Finally, I am home. सिम्बाले खाइन होला आज सिम्बा छैन सो थ्याङ्क्स फर वाचिङ हो नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला पुरानो हुनुहुन्छ भने लाइक सेयर गरिदिनु होला सो यति भन्दै सो दिस ब्लग इन सेयर बाई बाई